and welcome back to my channel Eat with Joy and Vlogs. I hope everyone is doing good. Even me, I'm doing good here. अहिले चाहिँ भने 9 बज्न आँटेको छ इजरायलमा अनि इन्डियामा भने चाहिँ 12 बज्न आँटेको 12 बज्न आँटिसक्यो र आजको ब्लगमा चाहिँ म फुल किन्न गइरहेको छु। हेरौँ यो फुल पाउँछ कि पाउँदैन हेर्ने छौँ हामीहरू। र सधैँ हामीले फुल किन्ने ठाउँमा चाहिँ अहिले चाहिँ बन्द भइरहेको छ, धेरै दिन भइसक्यो। अनि बाजेलाई चाहिँ फुल बिना हुँदैन, फुल चाहिँ हप्तामा एकचोटि चाहिँ फुल चाहिँ चाहिन्छ। अनि एक ठाउँमा म जानेछु, त्यहाँनिर फुल पाउँछ कि पाउँदैन हामी हेर्नेछौँ। स्टे ट्युन। यो हाम्रो एपार्टमेन्ट अनि एपार्टमेन्टको यहाँ यस्तो छ सानो पार्क भन्दा पनि एपार्टमेन्टकै मुनि एउटा सानो यस्तो छ अनि त्यस्तो ठुलो छैन, सानो छ। अनि अब चाहिँ भने म जाँदैछु फुल किन्नको लागि। हामी हेर्नेछौँ फुल पाउँछ कि पाउँदैन, पायो भने राम्रो, पाएन भनेदेखि के गर्ने, वापस फेरि हात फर्केर आउनुपर्छ। यो रुखको फुलहरू एकदमै गिरेर कति राम्रो देखिरहेको छ, यहाँ सबै फुलहरू सबै झरिरहेको छ। यो चाहिँ ब्याक डोरबाट म जाँदैछु। यहाँ चाहिँ भने हाम्रो सानो पार्क बन्दैछ, जिम गर्ने नानीहरूको पार्कहरू भयो बन्दैछ। घाम लागेको छ तर पनि सधैँको भन्दा आज अलिक कम छ घाम। अनि शीतल छ, हावा पनि चलिरहेको छ, राम्रो दिन छ। म चाहिँ गइरहेको छु, पुग्न आँट्यो, पुग्ने बेला हुन आँट्यो। अनि त्यहाँबाट म चाहिँ जाँदैछु। अब रोड क्रस गर्नुपर्ने हुन्छ, यहाँदेखि तल्लोमा जानु चाहिँ। अब यहाँ कस्तो छ सिग्नल हेर्ने छौँ एकचोटि। ग्रिन बलिरहेको रहेछ, म क्रस गरिहाल्छु। यहाँ चाहिँ रेड बल्यो, अब चाहिँ एकछिन पर्खिनुपर्छ। यहाँको रास्ताको नजारा यस्तो छ। एकछिन पर्खिरहेको छु यो ग्रिन हुनको लागि, सिग्नल रेड भएर अहिले ग्रिन भयो, म क्रस गर्नेछु। यो चाहिँ हो पेट्रोल पम्प। यहाँनिर हामी एक बार हेर्नेछौँ फुल पाउँछ कि पाउँदैन। तपाईँहरूलाई फुल मनपर्छ कि मन पर्दैन हो? मलाई त एकदम राम्रो लाग्छ फुल। त्यस्तै बाजेहरू पनि धेरै मन पराउँछ फुल भयो भने, खुसी हुन्छ दिनभरि घरमा बस्यो भने त्यो फुललाई हेरेर कति खुसी हुन्छ, रमाइलो लाग्छ। एक दिन त्यो फ्लावर पोटमा फुल भएन भनेदेखि कस्तो टेन्सन निराश भइरहेको जस्तो हुन्छ। यहाँनिर यो फुल रहेछ, कति राम्रो राम्रो फुल रहेछ। कुन चाहिँ राम्रो लाग्यो तपाईँहरू कमेन्ट गर्नुहोस् होला। फुलले यहाँबाट छिटेर जानु पर्यो। बाजेले एउटा ब्रेड भन्थ्यो, त्यो ब्रेड पाउँछ कि एकचोटि हेरौँ है त। गइनहरू छ, हामी फर्किन्छौँ अब घरतिर। सानो त्यस्तो सुपर मार्केट पनि रहेछ यो यसमा चाहिँ, पेट्रोल पम्पमा। बिहानै जाँदाखेरि मात्रै फुल पाइन्छ, नभए त दिउँसो बेलुकाखेरि आयो भने त ओइलीको फुल पाउँछ। त्यसैले गर्दा बिहानै आउनुपर्छ। बिहानै आएर फुल लगिहालेको मैले। मेरो बाजे खुसी हुन्छ यो फुललाई देखेर। यहाँ ट्राफिक छ, अनि परतिर 5 मिनट गाडी गयो भने त्यसमा पनि ट्राफिक।
ट्राफिक स्टपको स्टप कति बेसी हुन्छ त्यो चाहिँ अल्छी लाग्दो गाडीमा चढ्दा चाहिँ चक्कर लाग्छ जस्तो हुँदा चाहिँ बेसी ट्राफिक भएकोले गर्दा ग्रीन आइरहेको रेड आइरहेको छ एकछिन पर्खिनु पर्यो एकैछिन पर्खेर चाहिँ त्यसपछि कति ढिलो आयो ग्रीन आयो अब म क्रस गर्छु वाउ अर्को पनि ग्रीन आइरहेको छ म फटाफट क्रस गरिहाल्नु पर्यो क्रस गरेँ वापस घरतिर जाँदैछु कोही साथी भएछ दुईजना निस्केर जानु कति रमाइलो हुन्थ्यो एक्लै भएकोले गर्दाखेरि कस्तो अल्छी लाग्छ निस्किनु गफ गर्ने पनि कोही छैन अब एक्लै गफ गर्दै निस्किनु पर्यो त्यही फोनको सहारा साथी हो मेरो जग्गा चाहिँ तपाईहरुको ठाउँ कस्तो छ जग्गा कस्तो छ भन्नुहोस् है मेरो चाहिँ यस्तै छ सुनसान मान्छे पनि बेसी हिँड्दैन खालि गाडीहरु मात्रै कुदिरहेको छ अनि साथीहरु भने त्यति बेसी देख्दैन केरलाको चाहिँ धेरै छ यहाँनिर तर उनीहरुले इंग्लिश पनि त्यति आउँदैन अनि हिन्दी त आउँदैन साथी गरौँ बात गरौँ भने पनि तिनीहरु आफ्नो भाषा बुझ्दैन त्यसले गर्दा अप्ठ्यारो छ फुल लगेर जाँदैछु बिहान फुलको अनुहार देखेर दिन स्टार्ट हुने पर्यो यताको घाम पनि मणिपुरको जस्तै छ हो मणिपुरमा कस्तो पोल्ने हुन्छ नि त्यस्तै खालको के कस्तो चटक्क पोल्ने निधारमै आउँछ हो घाम कस्तो पोल्ने हप्पप खालको होइन त्यो पोल्ने खालको घाम सेम मणिपुरको वेदर नै छ इजरायलमा यो चाहिँ हो मेरो घरतिर जाने बाटो अब चाहिँ भने म गेटभित्र बस्छु फ्लोरमा जाँदैछु अब चाहिँ रुममा गएर यो फुललाई सजाएर राख्नु पर्यो अनि यो पुरानो फुललाई चाहिँ म फ्याँकिदिने छु अनि फेरि नयाँ फुल लगाउने छु यो भ्यासलाई म क्लिन गरेर त्यसपछि हेर्ने छ है कस्तो हुन्छ यो चाहिँ नयाँ फुल वा कस्तो दामी देखेको छ है एकदम फ्रेस दामी तपाईहरुलाई कस्तो लाग्यो मेरो फुल भन्नुहोस् है ओके अनि आजको लागि चाहिँ यति नै भिडियो म यहीँ एन्ड गर्छु I hope everyone you enjoyed my video. Thank you for watching my video till the end. Stay safe and stay healthy and you have a good day everyone. Bye.